राष्ट्रिय स्वाधीनताको हिसाबले नेपालमा व्यवसाय गर्न आउने सबैले नेपालमा दर्ता हुनुपर्छ पर्दैन, नेपालको संविधान मान्नुपर्छ पर्दैन, नेपालको कानुन मान्नुपर्छ पर्दैन। उनीहरूले नेपालको संविधान मान्दैन भन्छ, कानुन मान्दैन भन्छ, बन्दै गरेको चाहिँ कानुनको पनि कुनै डिफेम गर्छ। अनि तेरो देशको चाहिँ सरकार यस्तो गरिब सरकार, तेरो देशको यस्तो सानो देश, तेरो देशको चाहिँ के भ्रष्टाचार हुने देश। हाम्रो आफ्नो स्वाधीन छैन, हाम्रो के अरे आफ्नो चाहिँ स्वाभिमान छैन, छ नि सबै कुराको। त्यस कारणले चाहिँ यो त आज त्यो परिस्थितिले गर्दा मैले खोल्नु पर्यो, होइन खोल्नु पर्यो। कुनै न कुनै दिन यो फेरि बन्द गर्नुपर्छ। त्यो आएर मैले फेरि रेगुलेसन गर्नुपर्छ। रेगुलेसन त अत्यन्त आवश्यक छ नि। अरे नेपालमा चाहिँ व्यवसाय गर्न आउने नेपाली एउटा नेपालीले चाहिँ तपाईँको एउटा चिया पसल खोल्दाखेरि त सिडिओ कार्यालयमा गएर दर्ता गर्नुपर्छ उसको कम्पनी, उसको व्यवसाय। त्यत्रो अर्बौँ रुपियाँ चाहिँ तपाईँको नेपालमा चाहिँ व्यवसाय गर्ने त्यो कम्पनीले यहाँ दर्ता गर्नु पर्दैन भन्ने कुन नेपालीले भन्छ भन्नुहोस् त? पर्दैन? पर्छ नि। नेपालको सरकारले मान्नु पर्दैन? पर्छ।